ल बनाऊ ल हेलो गाइस वेलकम ब्याक टु दिपा मगर हाय ल हाई भन सबैजना हाई भन ल हामी आज कहाँ हिँडेको रे घुम्न आज हामी चाहिँ गोदावरी घुम्न आएको होइन साथीहरू टक्कलाएर हाम्रो छोराछोरी यहाँ बचेराहरू लिएर अनि यताको कृपा ओली अनि यताको रियान्स ओली ल घरबाट हिँड्ने बेलामा भ्लग स्टार्ट गरौँ भनेको बिर्स्यो यस्तै हुन्छ जहिले पनि हिँड्ने बेलामा सो हामी चाहिँ आज छुट्टीको दिनमा होइन बच्चाहरू लिएर यसो गोदावरीतिर घुम्न आएको सो साथीहरू यतातिर चाहिँ यस्तो रमाइलो छ रमाइलो के भन्नु बर्खाको बेलामा पुरा पानी आएर सिक लाग्ने भइरह जुगाले टोक्छ होला आज ल तिमीहरूले के खाएको रे भनिदेऊ के हो ब्याम ब्याम भनेको हो मिठो छ अनि तिमीले के खाएको मेरो जेठो छोरो यी यत्रो ठुलो झोला बोकेर हिँड्न सक्ने भइसक्यो खाने ठाउँ भेटे अनि यता छिन् मेरी बुइनी रूपा मगर ओली अनि यता कृपा ओली हामी चाहिँ अब घुम्दै घुम्दै कहाँ पुग्ने हो थाहा छैन कहाँसम्म जाने हो अब यतै त हो नि होइन ल कहाँ जाने ढोका हो यो त्यहाँ जानु हुन छोरो जुगाउँछ होला छोरो ठाउँ बस्ने आउँछ ल जाऊँ न त अब यता आज जुगाले चाहिँ खाने भएको छ चिप्ले किरा हेर त चिप्ले किरा हो यहाँ छ के केही नि गर्दैन हौ त्यो टाँसेर बसेको छ त्यहाँ केही गर्दैन मेरो डरपोक छोरो एक नम्बरको डरपोक छोरो यो फेरि भनेको हाम्रो कृपा बरु कहाँ पानीतिर लिएर आएको फेरि यसले ल यहाँ चाहिँ खोला जय दिशान कहाँ गएको उता यता आऊ न यता आऊ लड्छ के छोरो आऊ यता ल हामी चाहिँ अब चटपटे खाने हो होइन खै कस्तो बनाएको छ हाम्रो चाहिँ यहाँ बच्चाहरू धमाधम खाना सुरु गरेर ठुलोले पनि खानु सुरु गरेर हामी ठुलोले चटपटे खाएको अनि बच्चाहरूले के खाएको चिटर पिटर के हो पपकर्न यिनीहरूलाई घुम्न लिएर आयो भने खानालाई हतार हुन्छ सुरुमा अनि यतातिर चाहिँ के हो यो बाहुबली झर्ना हो क्या हो बाहुबली झर्ना जस्तो छ यतातिर चाहिँ ल दामी बाहुबली झर्नामा यहाँ फोटो खिच्ने मान्छेहरू यस्तो छ है साथीहरू गोदावरी वनमा घुम्न आएको कति 10 वर्षपछि होला अझ बढी भयो नि 10-12 वर्ष भयो होला हौ 10-12 वर्ष पहिला घुम्न आएको थियो एकचोटि यो ठाउँमा बर्खाको बेलामा यस्तो झरीमा पनि आउँदो रहेछ मान्छेहरू घुम्नलाई काम लाग्यो भने चाहिँ अलिक रमाइलो हुन्थ्यो कि है छोरा डेभिड यता हेर न कस्तो भइरहेको घुम्न आएर रमाइलो फिल भइरहेको खै त हेर त तिमी दाँत देखाउ त दाँत खै के हो यो जयसन कस्तो भइरहेको त घुम्न आएर कस्तो फिल भइरहेको तिमीलाई हो यतातिर भट्टाभट खाइरहेछ बच्चाहरू खाना पाएपछि यिनीहरूलाई केही चाहिँदैन तर यहाँ बच्चाहरूको लागि अलिकति घुम्ने यताउति ऊ चाहिँ भएन कि है घुम्ने मतलब खेल्ने ऊहरू क्या यो चाहिँ मेरो काली बहिनी यसलाई जहाँ गए पनि केही चाहिँदैन खानेकुरा चटपटे भए पुग्छ चटपटे लबरी भर्खर भात खाएर आएको चटपटे गऱ्यौँ कृपावली तिमीलाई के भयो तिमीलाई रमाइलो भइरहेछ घुम्न आएर साथीहरू यहाँ हेर्नु न कस्तो राम्रो पुतली बसिरहेको फुलमा तर कस्तो सेम कलर रहेछ क्या फ्लावर सँगसँगै बसेको
कस्तो मजाले बसिरह हामी चाहिँ यहाँनिर फोटो सोटो भिडियो सिडियो बनाउँदैछौँ है त साथीहरू है त छौँ यहाँ एउटा बाँदरलाई हेर्नु न साथीहरू बाँदरलाई फोटो खिच्न भनेको मान्दैन ऊ डेभिड खस त त्यहाँ यता हो यता हो छोरो यता हो सिस क्यामेराबाट हेरिरहेको हुन्छ यता हो एकछिन फोटो भिडियो केही खिच भनेको यिनीहरूले मलाई दिँदैन यतातिर यस्तो ताल छ तिनामा छोराछोरीको यता मेरो यस्तो ताल छ यता मेरो छोरोको यस्तो ताल छ डेभिड लड्छ यता छोरो यस्तै हुँदैछ हो यस्तै हुँदैछ साथीहरू हाम्रो चाहिँ अब साथीहरू हामी चाहिँ जङ्गलको भित्र पसिरहेछौँ खोइ कहाँ जाने भने थाहा छैन मेरो बुइनीले कहाँ लिएर जाँदैछ मासतिर राम्रो छ भन्दै जङ्गलको बाटो लिएर हिँड्दैछ हो पुगिसक्यो तिनीहरू म चाहिँ यता यहाँ पछाडि छु सुरुवाल समाउँदै अब जुगाले खाने हो कि के हो यस्तो घना जङ्गल हेर गोदावरीको घना जङ्गल कहाँसम्म हो अझै माथि यही ए यस्तो घना जङ्गल छ हेर्नु न हौ साथीहरू यतातिर त बाघ पनि लुक्या हुन्छ होला ओफ हिँड्न नसकेर स्यासेर फ्याफ्या भइसक्यो म चाहिँ फेरि यहाँ के को फुल हो यस्तो दामीको ओह यहाँनिर पोखरी छ भनेर आएको रे पोखरीको हालत हेर यस्तो यहाँ त बच्चाहरू गयो भने त गाडिन्छ होला है हराउँछ होला के भयो कृपा थका लाग्यो यस्तो बच्चाहरू हेर हिँडेर राम्रो छैन राम्रो छ त जहाँ गए पनि तिमीलाई चाहिँ बल छैन होइन ए यहाँ यस्तो ग्राउन्ड देख्यो नि त त्योहरूलाई बलको याद आयो ल हामी चाहिँ यहाँनिर घर जानु भनेर हिँडेको फेरि यो बच्चाहरूलाई भोक लाग्यो भनेर हामी चाहिँ यहाँ होटेलमा छिरेको रेस्टुरेन्टमा अब के खाने अरे पिज्जा खाने ए मोमो पनि खाने अनि अरू के खाने अनि तिम्रो भाइलाई चाहिँ के चाहियो हो त्यहाँ रिसार त्यहाँ माछा हेर्नु गएको छ अहिले चाहिँ यहाँ छ उसको भाइ चाहिँ हो फेरि पानी पऱ्यो त्यहाँ पानी पर्यो फेरि पानी पर्यो कसरी जानु घर कृपाले कृपा हेलो तिमी के खाने डेभिड रिसार हेर बोल्दै नबोलिकन बसिरहेको छ त्यस्तो फाल्तुको चिज किन्ने होइन नि त नगर खाऊ जुस खाऊ रिसाको हेर न फेरि यहाँ रिसाको यता हेर त म त बाबालाई भिडियो पठाइदिन्छु नि छोरा यस्तो रिसायो भने त यस्तो ह्यान्डसम मान्छेहरू किन रिसाएको होला नि हेर न गाइजहरू मेरो छोराले मलाई यस्तो पिट्छ जहिले पनि जिद्दी गर्छ उसले भनेको चिज पाएन भने अनि मम्मीलाई कुट्छ पनि ल खाऊ पिज्जा यम्मी कस्तो छ डेभिड हेर अघिसम्म रिसाएको मान्छे त पिज्जा आएपछि त खुसी ह्याप्पी खाऊ तान यम्मी चिज छ अरे त्यहाँ कपडामा कृपा टेस्ट गर त कस्तो छ टेस्ट भन त यम्मी ल खाऊ ओ डेभिडको त झन् ओ माई गड ल हामी चाहिँ मोमो खाने अब ल खाऊ है त बिस्तारै ल है साथीहरू अब हामी चाहिँ घर हिँडेको घुम्दा हिँड्दा खुट्टै दुख्यो अब घरतिर लाग्दैको
आजको घुम स्पाइडर हो। हामी चाहिँ अब घरतिर लागेको साथीहरू। अब यहाँ 5 बज्न लाग्यो, 5 बजेपछि बन्द हुन्छ भनेर सुनेको थियो। अब बन्द हुने टाइम पनि भयो। अब हामी चाहिँ घरतिर हिँडेको। आजको भ्लग चाहिँ यस्तै भयो है त।